तपाईँ 5,000 दिनुहोस्। मलाई 5,000 चाहिँदैन प्रभु, म 5,000 दिन्छु हजुर। त्यो मलाई भोलि अर्को जन्ममा भारी बोक्नु छैन प्रभु। मैले भारी भगवान् मलाई भारी नभएको मैले फ्रीमा दिएको त। होइन हजुर, त्यसो होइन, म नलिउँ हजुर। म एउटा धार्मिकमा आस्था भएको मान्छे अरे नि, मैले त्यो चाहिँ कहिल्यै त्यस्तो गर्दैन हो र? म त्यस्तो कहिल्यै गर्दैन। कति दिउँ त त्यसमा? 1,000 त लिनु नि त। हजुर 1,000 त लिनु। मलाई यसको मूल्य 300 दिनुहोस् भइहाल्यो, म मान्छु। तपाईँको विचारमा चाहिँ यतिखेरसम्म मैले बेचिसक्नु भन्ने भन्नुहुन्छ? अब मैले भर्खर तपाईँको 7-25 भयो है, त्यही हो। पर गएपछि 10 मिनटमा यो सबै सकिन्छ। जसले सक्छ कोही बेलामा त्यस्तो उसले म लिन्छु, उसले पनि तिनजना लिएको सकिहाल्यो। अब कहिले कहिले काहीँ नलिकन घर फर्केर दिनु छ? त्यस्तो दिन पनि छ हजुर, कुनै पनि यो वर्ष छैन, पोहोर परार त कोही कोही बेला त भइहाल्छ नि। आजको दिन चाहिँ तपाईँको सबै बिग्यो होइन? त्यसो मजाले खाजा पनि खाएर जाने दिन पनि छ है। आजको दिन चाहिँ अँ, मजाले यो बिग्सिदियो होइन? मजाले खाजा पनि खाएर जाने दिन। म खाजा गएर केही खान्न। किन? म खाँदै खान्न पाइ पनि म आफै पकाउने हो, घरमा पनि आफै पकाउने हो। अनि कुनै माछा मासु जाँड रसु लसुन प्याज केही चिया खान्न। पनि खानु? म चिया पनि खान्न, पाइ पनि खान्न। आफ्नै घर आउँदा आफै घर आउँदै खान्न। किन? मेरो त्यस्तो मेरो परम्परा त्यस्तो चलेर आयो नि त पहिलादेखि पो? पहिलेदेखि। अनि फेरि हामी कहाँ बस्ने? प्रणामी घरमा तुलसीको माला लाउने मान्छे पऱ्यो नि त। कहाँ बस्नु? गोठाटार गोटे टाढो हिँड्दै आएर यो गोठाबाट म कहाँ आइपुग्यो, कहाँबाट कहाँ यहाँ आएर बिहान यो टिपेर लिएर आएको यो। कति भयो यो गर्नु थाल्नु? है कति भयो यो गर्नु थाल्नु? यो गरेको त अहिले भएको 8-10 वर्ष भयो। अनि दिनको कति बेच्नुहुन्छ? ए दिनको 1500 सयको बेचिन्छ। 1500 चाहिँ? ल यो सुन्नु नि, तपाईँले यति राम्रो कुराहरू यो सबै मैले लिइदिनुपर्छ। ल हजुर लिँदैन पर्छ। कति हो? 300 को छ, म 2टा मुठा बढी छ, मैले 2टा मुठा हजुरलाई छोडिदिएँ। नछोड्नु होइन नछोड्नु। मेरो खुसी छोडिदिएँ नि त तपाईँलाई। मेरो खुसी नछोड्नु भन्ने नि त नि। अनि तपाईँले भन्नुभयो तर मैले चाहिँ छोडिदिएँ। अनि तपाईँले भन्नु मैले नछोड्नु भन्दैछु त। सधैँ मौका आउँदैन नि त भाइ नचोड भन्ने। मैले मेरो दिलबाट मैले छोडिदिएँ क्या। मेरो तिनले नचोड्नु भन्ने नि त। किनभने मैले आफैले खेती गरेको हो कि होइन, अर्काको उठाएर ल्याएको होइन। त्यही भएर मेरो दिलले छोडिदिएँ। यहाँ सुन्नु नि, 300 को छ। मैले पैसा धेरै कमाएको छु होइन? अनि मैले नछोड्नु भन्ने नि त नि। पैसा कमाउनु भएको होइन, तपाईँले चाहिँ एउटा इमान्दारिताले बोल्नु भएको त्यति हो। त्यो हो र? हो, पैसा कमाएको चाहिँ होइन। तपाईँ अहिले कुन चाहिँ कसकारीमा गएर हुनुहुन्छ तपाईँ अहिले पैसा कमाएको भएदेखि चाहिँ कि लुकेर बस्नुभएको यहाँ? होइन कुरो के सही क्या? होइन पुरा सही हो। तपाईँ कति हो भन्नु त? हजुर कति हो? 300 भयो। 300 हो? आज तपाईँलाई म 5,000 दिन्छु। म प्रभु मलाई चाहिएन हजुर।